हेलो टुसिदेलेक एन्ड नमस्ते एभ्रिवान। म चाहिँ डोल्मा शेर्पा टोकियोबाट। आज चाहिँ म तपाईहरुलाई मसँगै चाइना घुमाउन लान्छु है। यी चाइनिज रेस्टुरेन्ट एन्ड बारमा आइपुगे। हेर्नुस् त, यसो हेर्दाखेरि चाहिँ मलाई मेरो गाउँको गुम्बाको गेट जस्तै लाग्यो है। अनि यताउति हेरे कस्तो राम्रो बिल्डिङहरु। ओ माई गॉड, मेरो क्यामेरामा पनि के प्रब्लम आको है, क्यामेरा पुस्नै बिर्सेछ क्या। अनि यो क्लिप खिचिसकेपछि चाहिँ मैले फेरि मेरो क्यामेरा चाहिँ पुसेर एकदम चिरिच्याट्ट पार्छु। अनि अब चाहिँ क्लियर भिडियो आउँछ है साथीहरु। अनि त्यसपछि चाहिँ मेरो क्यामेराम्यानलाई चाहिँ मैले मेरो क्यामेरा दिए अनि सररररर घुमाउँदै थियो। अनि मैले बिस्तारै साइडबाट चाहिँ अलि स्लो मोसनमा बिस्तारै घुमाउन क्यामेरा भनेर कराइरहेको थिएँ हैन। झर्किन परिहाल्यो, सिकाउनु परिहाल्यो। अब क्यामेराम्यान अलिकति प्रोफेसनल छैन क्या मेरो। अनि त्यसपछि म चाहिँ मास्क लगाइरहेको थियो अनि मलाई कराउँदै थियो क्या, मास्क खोल न, मास्क नै लगाएर भिडियो गर्ने भए किन गर्नु पर्यो भन्दै थियो। अनि अब अरूको छेउमा हैन मुख फर्काउनु भएन। अनि चुप्प लागेर बसे। अनि त्यसपछि अलिकति उता हेरेको कस्तो राम्रो डेकोरेसन रहेछ के। अनि यताउति हिँडे। अनि त्यसपछि चाहिँ हामीले अचानक चाहिँ के खाने निर्णय गरे भन्दाखेरि चाहिँ लामो लामो सिङ्कामा गोलो गोलो के हो भनेर यसो हेरेको हैन। त्यहाँनिर अब हेर्दै जानु है त के भेटिन्छ। मैले बाटो भुलेर फेरि फनक्क फर्के। ओहो हो 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 हो, कहाँ गयो। मैले जुन चाहिँ रिसर्च गरेर गएको थिएँ नि, अनि त्यो लामो लामो सिङ्कामा गोलो गोलो गेडा झुन्डेको हुन्थ्यो क्या। त्यो चाहिँ के रहेछ भनेको त हैन, स्ट्रबेरीमा चाहिँ त्यो के भन्छ सुगरहरु हालेको त्यो चाहिँ खानेकुरा भनौँ न, त्यो चाहिँ रहेछ है गाइज। अनि पछाडि ब्याकग्राउन्डमा हेर्दाखेरि चाहिँ मलाई नेपालको याद आयो। अनि फाइनल्ली हामीले चाहिँ स्ट्रबेरी पनि किने। अनि यसो हेरे यताउति चट्ट लाएर खाएर हेरे हैन, एकदम एक्साइटेड भएर खाएर हेरे। अनि फेरि क्यामेराम्यानले चाहिँ फेरि सब खिच्नु भएको छ। हेर्नुस् त उहाँनिर अगाडि स्वयम्भूको चित्रहरू पनि रहेछ क्या। अनि त्यसपछि चाहिँ हामी अर्को डेस्टिनेसनतर्फ लागे। अनि क्यामेराम्यानलाई पनि वाक्का दिक्क नलागोस् भनेर चाहिँ मैले आफैले चाहिँ हैन आफ्नो खुट्टा पनि खिचेँ क्या। टक्क लाएर भिडभाड थियो हैन, बिस्तारै स्लो मोसनमा हिँडिरहेको थिएँ अनि भिडियो गर्दै गएँ। अब हेर्नु है साथीहरु, फेरि अघिकै मन्दिरमा आइपुग्छ हैन। हामी चाहिँ त्यही बाटो फर्केर गयौं। हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ यति राम्रो छ कि यति राम्रो छ हैन। मलाई फेरि कस्तो मन परिरहेको थियो के। अनि तपाईहरुले यो खान्जी बुझ्छ भने चाहिँ यो पढेर कमेन्ट गर्नुस् है कमेन्टमा। अनि चट्ट लाएर हैन स्ट्रबेरी चपाउँदै यताउति हावा खाँदै आनन्द लिइरहेको थिएँ म हैन। अनि टन्टलापुर घाम लागेर चाहिँ मेरो गाला चाहिँ टल्किरहेको रहेछ है साथीहरु। अनि अब हेर्नुस् त, ओ त्यहाँनिर के उडिरहेको छ आकाशमा, देख्नुभयो भने चाहिँ कमेन्ट गर्नुस् है। अनि टक्क लाएर अब चाहिँ म बाटो क्रस गर्दैछु। यति धेरै भिडभाड थियो कि साथीहरु हैन, त्यहाँनिर अक्सिजनको पनि कमी भइरहेको थियो क्या। अनि यो चाहिँ मेरो चाइना टुर चाहिँ फर्स्ट टाइम थियो। अनि मैले तपाईहरुलाई पनि देखाउनको लागि चाहिँ क्यामेरा घुमाएर वरिपरिको वातावरण पनि देखाउने प्रयास गरे है। अनि त्यसपछि फेरि सिंगल टेक आयो है, चट्ट लाएर हैन सररररर हिँड्दैछु। अनि तपाईहरुलाई अचम्म लागिरह होला है, डोल्माले यस्तो गर्मीमा पनि किन टोपी लगाएर हिँडेको भनेर। बिहान हामी घरबाट निस्किँदाखेरि चाहिँ कस्तो जाडो मौसम थियो क्या। अनि यो चाइनाको मौसम पनि फेरि कतिखेर चेन्ज हुन्छ थाहै नहुने क्या। अनि हामी ठ्याक्क त्यहाँ स्टेसनबाट ओर्लिसकेपछि चाहिँ टन्टलापुर घाम लागेको थियो। अनि फेरि हावाहुरी त यस्तो चलिरहेको थियो कि हैन। अनि मेन कुरा भनेको चाहिँ मेरो टाउकामा चाहिँ समस्या छ है साथीहरु। म आज भन्दा 4 वर्ष अगाडि चाहिँ हिमाल चढ्न गएको थियो गिनिज वर्ल्ड रेकर्ड राख्नको लागि। अनि त्यो टाइममा चाहिँ एकदमै त्यो हिमालमा हुन्छ नि, अब एकदमै त्यो पल चाहिँ म सम्झिन पनि चाहेन। तर त्यो टाइमले गर्दाखेरि चाहिँ स्टिल पनि मलाई अलिकति हावाले चिसोले भेटायो भने म सहनै सक्दिनँ क्या। मलाई एकदमै गाह्रो बनाउँछ चिसोले चाहिँ। माथि एकदमै चिसो हावा चलिरहेको थियो। अनि त्यसपछि मलाई मेरो साथीले चाहिँ सजेस्ट गरेको, तिमी टोपी पनि लगाएर आऊ है, एकदमै चिसो छ। अनि मिल्छ भने मफलरहरू पनि बोक,
एकदमै जाडो हुन्छ किनभने हामी नाइट टाइममा फर्किने हो त्यही भएर चाहिँ अलिकति आफ्नो लागि पनि केयर गर्नु भन्नुभएको थियो अनि त्यही भएर चाहिँ मैले टोपी लगाएर अचानक के उड्यो साथीहरू आकाशमा केही पनि थाहा छैन होइन के उड्या हो त्यो साथीहरू मलाई त थाहा भएन है अनि भन्दा भन्दै होइन यस्तो चिसो भइसकेको थियो कि अनि मैले आफ्नो आँखा मात्रै निकालिरहेको थिएँ कि अनि त्यही पनि मलाई यति जाडो भएको थियो है त्यसपछि चाहिँ हामीले खाना खान जाने निर्णय लिए अनि चाइनिज फुडहरू हेर्दै गयो अनि यो चुज गर्नुभयो अनि यो चाहिँ नेपाली मोमो जस्तै देखिने हेर्दाखेरि चाहिँ तर यसको टेस्ट चाहिँ अलिक छुट्टै थियो अनि यही भिडियोबाट चाहिँ मैले मेरो क्यामेराम्यानलाई थ्याङ्क यू भन्न चाहेँ खाँदै थिएँ अचानक साथीले चाहिँ कस्तो छ भनेर सोध्यो मैले चाहिँ एकदम मिठो छ भनेको अनि उहाँले चाहिँ यस्तो गर्नु न भनेर सिकाउनु भयो अनि मैले जस्ट फलो गरेँ अनि हामीले चाहिँ सी फुडहरू ट्राई गऱ्यौँ अनि एकदमै मिठो थियो म चाहिँ गम खाइरहेको थियो होइन अनि म तपाईँहरूलाई एउटा कुरा पनि भन्छु ल हामीले पैसा तिर्दाखेरि चाहिँ होइन हामीले पैसा तिरेको थियो क्या अनि त्यो 100 रुपियाँ चाहिँ त्यो चाइनिज आन्टीले दिएर पनि दिएन होइन ठाउँको ठाउँ गायब पारे के अनि त्यसपछि मलाई मेरो साथीले चाहिँ के भन्नुभयो भने चाइनिजहरू यस्तो बाटो हुन्छ कि छोडिदेऊ अब त्यो 100 रुपियाँ केही पनि हुँदैन भन्यो मलाई त यस्तो हाँस उठ्यो नि होइन तर यस्तो कुराहरू भन्न मिल्छ कि मिल्दैन सोसियल मिडियामा मलाई त्यो थाहा भएन तर मैले भनिदिएँ है यो चाहिँ रियालिटी हो त्यही भएर तपाईँहरू चाइना घुम्न जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू पनि एकदमै सतर्क रहनु होला एकदमै बाठो हुँदो रहेछ होइन म बाठो भनेको म भन्दा पनि चाइनिज आन्टी बाठो भइदिरहेको क्या तर राम्रो कुरामा बाठो भएको चाहिँ ठिकै हो यस्तो नचाहिँदो कुरामा चाहिँ बाठो हुन चाहिँ म नेपालीहरूलाई चाहिँ सुझाव दिदिनँ वाउ नाइट भ्यू हेर्नुहोस् न साथीहरू यो चाहिँ हामीले माथिबाट खिचेको अनि यो चाहिँ योकोहामामा रहेको चाइना टाउन हो थ्याङ्क यू फर वाचिङ लस अफ लभ फ्रम टोकियो